हेलो साथीहरु, त आजको यस भिडियोमा तपाईलाई स्वागत छ। त म बताउन गइरहेको छु आज तपाईलाई कि तपाईको फोटो पनि लिइरहेको छैन अनलाइन फर्म भर्दाखेरि, चाहे लोकसेवा चाहे ब्याङ्किङको कुनै फर्म भर्दाखेरि भनिरहेछ फिक्स एटीएमई को हुनु पर्यो। त आजको भिडियोमा म त्यही सल्युसन तपाईलाई बताउने छु। त्यसको लागि सबभन्दा पहिला आफ्नो क्रोम खोलेपछि यहाँ सर्च गरौँला इमेज कम्प्रेसर 260 KB यहाँ हेर्न सक्नुहुन्छ। यो यहाँ क्लिक गर्नु होला। यति क्लिक गरेपछि सबभन्दा माथिको जुन यो वेबसाइट आएको छ त्यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ इमेजलाई सिलेक्ट गर्नु होला अनि सिलेक्ट गरेपछि यहाँ जुन इमेज छ त्यसमा क्लिक गरेपछि डनमा क्लिक गरिदिनु होला। अनि यहाँबाट साइज जति केबी को चाहे तपाईलाई फिक्स दिएको हुन्छ, 100 KB 50 KB 150 KB जति दिएको हुन्छ वेबसाइट यहाँ लेखेको हुन्छ त्यो हिसाबले तपाई यहाँ चुज गर्नुला। मैले यहाँ 100 KB चुज गरिदिएँ अनि 100 KB गरेपछि यहाँबाट कम्प्रेसमा क्लिक गरेपछि यहाँबाट तपाईको आइहाल्छ भनेर सबैभन्दा तलको यहाँ हेर्न सक्नुहुन्छ। साइजमा यहाँ 98 लेखेर आइसकेको छ। यहाँबाट डाउनलोड गरेर तपाई युज गर्न सक्नुहुन्छ। आजको भिडियोमा बस यति नै। भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गर्नु होला। थ्यांक यू।